यदि हजुरहरूले भने जस्तो जब पाउनु भएको छैन अथवा जब रिलेटेड कुराहरूमा प्रब्लम आइरहेछ, आफूले पढेको विषय रिलेटेड कुराहरूमा चाहिँ जब पाउनु भएको छैन भने यो भिडियो चाहिँ हेर्नु होला, तपाईँलाई काम लाग्न सक्छ। र हजुरको साथीलाई चाहिँ जब रिलेटेड कुराहरूमा समस्या आइरहेछ, जब पाउन गाह्रो भइरहेछ भने उहाँलाई सेयर गरिदिनुहोस्, उहाँलाई पनि यो हेल्पफुल हुनसक्छ। अब यो चिनालाई लिउँ होइन, अब उहाँ चाहिँ अहिले युरोपियन कन्ट्रीमा हुनुहुन्छ र 12 हाउसको ग्रह चन्द्रमासँग राहु भएको कारणले गर्दा उहाँलाई मैले भनेको चाहिँ अब फर्स्ट कुरा नै भन्दा युरोपियन कन्ट्रीमा जाँदा बित्तिकै हेल्थ रिलेटेड प्रब्लमहरू आउने र दबाईहरू खानुपर्ने, त्यो पनि हाई डोजको दबाईहरू खानुपर्ने सिचुएसनहरू हुन्छ भन्दाखेरि चाहिँ अटो इम्युन डिजिज देखेको रहेछ र उहाँलाई हाई डोजकै औषधि चाहिँ खानुपर्ने सिचुएसन आएको रहेछ होइन। अब यो चाहिँ डिफ्रेन्ट कुरा भयो। यो चाहिँ विदेशतिर आउँदाखेरि चाहिँ आफूलाई नफाप्ने कन्ट्रीतिर जाँदाखेरि चाहिँ हेल्थ रिलेटेड प्रब्लम त आयो, तर यहाँ चाहिँ करियर रिलेटेड समस्या पनि छ। अब त्यो के रिजनले भन्दा 5th हाउसमा बृहस्पति छ, द्विस्वाव राशिमा। उहाँ चाहिँ करियर रिलेटेड कुराहरूमा जब डिसिजनको कुराहरू आउँछ भने उहाँ चाहिँ एकदमै धेरै कन्फ्युज हुनुभयो। अब लग्न 6th हाउसमा छ, 2nd हाउसको ग्रह 6th हाउसमा छ र 9th हाउसको ग्रह 6th हाउसमा छ भनेको उहाँको कुण्डलीले नै के भनिरहेछ भने यदि कुनै पनि हिसाबमा मैले हेल्थ रिलेटेड फिल्डमा जान्छु, हेल्थसँग सम्बन्धित कुराहरूमा जान्छु भने त्यस्तो फिल्डमा कामहरू गर्दा या त्यस्तो फिल्डमा जाँदा अपर्च्युनिटी राम्रो आउँछ भनेको छ। र विदेश स्थानको ग्रह पनि चन्द्रमा 3rd हाउसमा गएर राहुसँग भनेको तुला राशिमा बसेको छ, अथवा बाहिर गएर पनि हेल्थ रिलेटेड लाइनमा काम गर्ने खालको योगहरू बन्छ भन्यो चिनामा। तर अब उहाँले पढेको विषय पनि नराम्रो होइन। उहाँको लग्नको ग्रह 6th हाउसमा र 2nd हाउसको ग्रह बुध हो। बुध ग्रह भनेको चाहिँ 6th हाउसमा नै गएर बसेको छ। त्यो भनेको उहाँले पढेको विषय भनेको चाहिँ फाइनेन्स भनेको अकाउन्टिङसँग रिलेटेड फिल्ड रहेछ। तर के छ भने अब बुध ग्रह बक्री छ प्लस लग्न 6th हाउसमा गएर बस्यो। बुध ग्रह बक्री भएको कारणले त्यो फिल्डमा त्यति साह्रो धेरै राम्रो अपर्च्युनिटी चाहिँ आउने सिचुएसन चाहिँ बनेन। तर अब यही ठाउँमा उहाँले चाहिँ पढेको विषय हेल्थ रिलेटेड लाइन हुन्थ्यो, जस्तो कि नर्सिङ हुन्थ्यो अथवा मानव कुनै पनि हेल्थ रिलेटेड फिल्ड हुन्थ्यो भने उहाँलाई चाहिँ जब रिलेटेड कुराहरूमा त्यति साह्रो धेरै प्रब्लमहरू आउने अथवा त्यो हुन्थेन। किनभने उहाँको डेस्टिनी अर्थात् 9th हाउस जुन भाग्यस्थानको ग्रह हो, डेस्टिनीको ग्रह, त्यो ग्रह नै 6th हाउसमा गएर बसेको छ 2nd हाउसको ग्रहसँग, लग्नसँग। सो यस्तो अवस्थामा यो व्यक्तिले हेल्थ रिलेटेड फिल्डमा काम गरेर पैसा कमाउने भनेर चाहिँ भनेको छ ग्रहले। तर अब 5th हाउसमा बृहस्पति छन् कि त भन्दाखेरि द्विस्वभाव राशिमा। 4th हाउसको ग्रह भनेको चाहिँ सूर्य भयो, त्यो अलिकति 4th हाउसको ग्रह मङ्गल भयो, त्यो अलि डिग्री वाइज विक छ। लग्नको ग्रह पनि डिग्री वाइज विक प्लस 9th हाउसको ग्रह 6th हाउसमा गएर बस्यो र लाभस्थानको ग्रह बुध पनि बक्री भएर बसेको छ। त्यो बुध बक्री हुनु खास गरी भाग्यस्थानको ग्रहसँग भने करियर चेन्ज गर्नुपर्ने हुन्छ भनिदिएको छ कुण्डलीले। सो अब उहाँलाई मैले त्यही हिसाबको एडभाइस दिएको छु होइन। अब हेल्थ रिलेटेड लाइनहरूमा चाहिँ जानु, त्यो फिल्डमा तपाईँले चाहिँ कामहरू राम्रो पाउनुहुन्छ भनेर। सो कहिलेकाहीँ के हुन्छ भने हामीलाई पढ्न मन लागेको विषय एउटा हुन्छ, तर हाम्रो डेस्टिनीले हामीलाई अर्कै फिल्डमा काम गर्ने सिचुएसनहरू बनाइरहेको हुन्छ। सो यस्तोमा के हुन्छ भने अब मानव अब तपाईँ 17-18 को हुनुहुन्छ भने चाहिँ तपाईँले करियर रिलेटेड कुराहरूलाई चाहिँ तपाईँको एडभाइस लिएर अगाडि बढ्नु बेटर हुन्छ। र मैले करियर रिलेटेड एडभाइस दिँदाखेरि चाहिँ दुईवटा कुरामा चाहिँ विशेष ध्यान दिने गर्छु। पहिलो कुरा मान्छेको एबिलिटी के छ, दोस्रो कुरा उसलाई के इच्छा छ, तेस्रो कुरा उसको डेस्टिनीले उसलाई कता लान खोजिरहेछ। यस्तो 3टा कुराहरू हेरेर चाहिँ मैले यो करियर रिलेटेड कुराहरूमा एडभाइस दिने गर्छु। र कतिजनाको के हुन्छ भने पढेको विषय एउटा हुन्छ, काम गर्ने फिल्ड अर्को हुन्छ, अनि माइन्ड भनेको एभ्री नाउ एन्ड देन कन्फ्युज हुन्छ, म कता जाम कहाँ जाम भनेर। अनि त्यस्तो सिचुएसनमा के हुन्छ, एक टाइममा आएर त्यो ग्रहले त्यो फिल्डमा लिएर त जान्छ। आई मिन ल कोही मान्छे 21 वर्षको छ, उसलाई चाहिँ काम गर्नुपर्ने फिल्ड भनेको आई मिन अकाउन्टिङ रिलेटेड काम होला होइन, तर उसले पढेको विषय डिफ्रेन्ट छ अरे। अब के हुन्छ भन्दा पढेको अनुसारले डेस्टिनीले त्यो फिल्डमा लाने खालको ग्रह छैन। त्यो पढेको विषय एउटा छ, राम्रो पनि पढेको छ, त्यो फिल्डमा काम चाहिँ नपाउँदाखेरि के हुन्छ भने एउटा एक प्रकारको निराशा हुन्छ। तर त्यो व्यक्ति 2-3 वर्षपछि डेस्टिनीले जहाँ लानुपर्ने, आई मिन अब उसलाई अब हेल्थ रिलेटेड ठाउँमा काम गर्नु छ भने अब त्यस्तै खालको नर्सिङ भयो अथवा अन्य खालको कामहरू, टिचिङ रिलेटेड फिल्डमा जानुपर्ने हो भने चाहिँ जस्तो चाइल्ड केयरसँग रिलेटेड फिल्डहरू भयो या त्यस्तै टिचिङ रिलेटेडै लाइनमा या हस्पिटालिटी लाइनमा जानुपर्ने त्यही फिल्डमा लान चाहिँ लगिरहेको हुन्छ ग्रहले।
तर जुन बेला त्यो व्यक्ति त्यहाँ पुग्छ त्यति बेलासम्म त्यो ढिला भइसकेको हुन्छ। सो यदि करियर रिलेटेड एडभाइस लिएर तपाईँ अगाडि बढ्नुभयो भने चाहिँ लाइफमा धेरै प्रगति हुन्छ, अगाडि बढ्नुहुन्छ। र यो त अब सामान्य कुरा भयो, सर्फेसली लग्न कुण्डलीबाट हेर्ने कुरा भयो होइन। अब कतिजनाको कुण्डलीमा चाहिँ लग्न कुण्डलीमा ग्रहहरू राम्रा भए पनि यो करियर रिलेटेड हेर्ने, एउटा एकदमै डिटेलमा हेर्ने, डिप लेभलमा चाहिँ एनालाइसिस गर्ने कुण्डली हो दशांश। त्यो दशांश कुण्डली अनुसारले चाहिँ व्यक्तिलाई कुन फिल्डमा जानुपर्ने हो, आई मिन अब गर्नुपर्ने छ, बिजनेस गर्नुपर्ने सिचुएसन छ, तर व्यक्ति चाहिँ जब रिलेटेड कुराहरूलाई चाहिँ सोचिरहेछ भने त जबमा जाने कुरै हुँदैन। कसैको डेस्टिनीले नै उसलाई बिजनेस गरेर अगाडि बढ्ने खालको स्थिति बनिरहेको हुन्छ। कसैकोमा चाहिँ व्यक्तिले बिजनेस गर्ने खोजिरहेको हुन्छ तर बिजनेसमा राम्रो भइरहेको हुँदैन, उसलाई जब रिलेटेडै कुराहरूमा राम्रो हुन्छ। सो यो करियर रिलेटेड एडभाइसहरू लिएर अगाडि बढ्नुभयो भने हजुरको लागि पनि राम्रो हुन्छ। कुनै प्रश्न जिज्ञासा छ भने कमेन्ट बक्समा सोध्नु होला। मेरो नाम डाक्टर आयुष्मान रेग्मी हो र म मेलबर्नमा बसेर पूजा सम्बन्धित सेवा र यो ज्योतिषसँग सम्बन्धित सेवाहरू दिँदैछु। तपाईँ यहाँ मेलबर्नमा हुनुहुन्छ भने चाहिँ मलाई फेस टु फेस हेराउन सक्नुहुन्छ र अस्ट्रेलियामा अन्य कुनै ठाउँमै विभिन्न अन्य देशमा हुनुहुन्छ भने पनि वाट्सएपबाट चाहिँ सम्पर्क गरेर हेराउन सक्नुहुन्छ। हस् त, ह्याभ अ गुड डे। हर हर महादेव।